कपिलवस्तु जिल्ला पुरातात्विक, ऐतिहासिक एवं सांस्कृतिक रूपले अत्यन्त महत्त्वपूर्ण स्थल हो। प्राचीन कपिलवस्तुको गणराज्यको केन्द्र, गौतम बुद्धका पिता राजा शुद्धोधनको राजधानी, गौतम बुद्धको बाल्यकालका साथै 29 वर्ष उमेर बिताएको स्थल पनि कपिलवस्तु हो। बुद्धसँग सम्बन्धित अनेक स्थलका साथै थारू तथा अवधी संस्कृति र हिन्दू परम्परा एवं विभिन्न तीर्थस्थल पनि कपिलवस्तुमा कम छैन। यस्तै स्थल हो पवित्र रामघाट। रामघाट कपिलवस्तुको कपिलवस्तु नगरपालिका र बुद्धभूमि नगरपालिका क्षेत्रमा पर्ने प्राचीन भागीरथी अर्थात् बाणगङ्गा नदीको किनारमा पवित्र स्थल रामघाट रहेको छ। रामघाटमा विभिन्न धार्मिक चाडपर्वमा स्नान गरी पुण्य कमाउने स्थल, धार्मिक कार्यमा जल भर्ने तथा मृत्यु हुँदा दाह संस्कार गर्ने स्थल हो। यो स्थानमा नदीमा पुल तथा पुलको वरिपरि विभिन्न मठ मन्दिरका साथै संसारमै सबैभन्दा अग्लो हनुमान मूर्ति छ। नदीको किनारमा रहेको हनुमान मूर्तिको साथै पवित्र शिवालय मन्दिर, नदीमाथि बुद्धभूमि र कपिलवस्तु नगरपालिकाको बीच आकर्षक पुल रहेको यो स्थान धार्मिक पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्त्वपूर्ण छ। कपिलवस्तु भ्रमणमा आउने हरेकले यस स्थानको अवलोकन गरी पुण्य लाभ तथा मनोरञ्जन लिन आवश्यक छ। कपिलवस्तुको महत्त्वपूर्ण यस स्थानको व्यवस्थापन र प्रचार प्रसारमा सम्बन्धित निकायले ध्यान दिएमा कपिलवस्तुको समग्र विकासमा टेवा पुग्ने देखिन्छ। ध्रुवप्रसाद शर्मा, सामाजिक अभियान मिडिया प्राली, कपिलवस्तु।